बजारमा लगानी नगर्ने अनि हान्जु भाइ लगानीकर्ताहरूको चाहिँ रिमु भने क्या हो हान्जु भाइलाई खोइ त हान्जु भाइ मनोबल चाहिँ गिराउने तरिकाले आउने। यो ह्यान्जो चाहिँ आतंककारी हो। हेर्नुहोस् हान्जु भाइ खोइ त फिनिस पारिदिइसकेको हुन्छ यसले। ठिक गर्नुभयो, जसले गर्नुभयो ठिक गर्नुभयो। म फेरि मलाई दोष लाउँछ यार अब होइन होइन यस्तो हो, दोष लाएर केही हुँदैन। तपाईँले अब नगरिसकेपछि हो त भन्नु सक्नु पर्थ्यो नि त। अहिले उसले अब एनआरआइसी 1226-27 पुग्दै गर्दा तपाईँहरूलाई अन्तिम बेच्ने मौका हो भनेर दिनभरि उफ्रियो भने हो मैले भने गल्टेन कुरा मात्रै गर्छ क्या काम छैन हेन्जोको काम कसले छैन हाल्यो सबै रिमु हाल्छ त्यो र तपाईँहरू रिमु सबैले किनले ल हालेर हुन्थ्यो मोडमा बसिरहने मान्छेले ब्लक गरिदिनु, ऊ आउनै मिल्दैन, सिद्धो फिनिस। अब हेन्जोले 2-4 महिना यो नेप्सेको बारेमा नबोले नि हुन्छ क्या केही मिल्दैन के बोल्नु अलिअलि मिले पो बोल्नु नि त ताल नतुलको कुरा गरेछ, आएको छ यार, त्यो टेक्निकल भनिएको छ, एउटा नि मिल्दैन भने अब एनआरएमलाई अब उसले 350 मा आउँछ भनेर भनेछ। कस्तो बेकु मान्छे हो। आउँछ होला ल अब पछि बेरिस कालमा। अहिले कि एनआरएम 350 आउने कन्डिसन छ त। 450 मै त अब मान्छेले कि त राखेको कि त केही आएको छैन। सिएचएल 200 मा आउँछ भनेर आज भन्दै थियो क्या। यस्तामा फटा ल तपाईहरु यहाँ कोही हुनुहुन्छ सिएचएल 200 मा आउँछ भन्दा पत्याउन सक्ने कोही हुनुहुन्छ? एन्जोले नेपाली मार्केटमा लगानी गरेको छैन जस्तो लाग्यो मलाई हो हैन उले किनेको छैन तर जे पनि भन्दिने के। होइन चार्ट चाहिँ एउटा हेर्न स्टकको तर लगानी एउटा चाहिँ छैन दुईटा जस्तो लाग्यो एउटा स्टकको भनेर कसैलाई जिस्काउने भने बेग्लै कुरा हो हैन। तर जुन स्टक पनि उले चाहिँ खतमै देखाइदिने क्या। त्यही पनि सोच्नै नसक्ने मूल्यमा। सिएचएल 200 भन्ने यस्तो ह्यान्जोलाई तपाईहरु टेक्निकलको गुरु भनेर तपाईहरु कसैले भन्नुहुन्छ भने त्यो मान्छे फटा हो। त्यो मान्छे ह्यान्जोलाई गुरु भन्ने मान्छे नि फटा हो, महाफटा हो। हाई गाइज कुरो चाहिँ के भयो आखिर मैले जे भने त्यही हुँदो रहेछ नि होइन मैले एकदम अन्य प्रकाश अहिले सेक्टर यो यस्तो उड्छ भन्दा अन्य उड्ने। सेक्टर इन्भेस्टमेन्ट सेक्टर यिनीहरू हो क्या लिड गर्ने यो ब्याङ्कसँग होइन लिड गर्ने भनेको एकदम एकदम सिआइबिसी एनआरएन एचआरएल एनआरआइसी यस्तै यस्तै कम्पनीहरू हो क्या उयो पेपर एन्ट्री हुन्थ्यो पहिला पहिला भाइ होइन एनटिसी फिनिस है। एनटिसी को बारेमा एउटा सानो एनटिसी चाहिँ हुन्थ्यो अब चाहिँ फिनिस हो एनटिसी फिनिस हो नभए यो लिड गर्ने बुल लिड गर्ने कम्पनी यिनै हुन् क्या जसले जतिसुकै गरे पनि हुन् बुल लिड गर्ने कम्पनी जसरी किता कारोबार भइरहेको छ अब पैसा त्यहीँ गइरहेको छ सबै त अनि हामी के गर्ने हो आज त मैले नि फिनिस घुमन्दैजी ए घुमन्दैजी घुमन्दैजी होइन तपाईँ दुईटा घुमन्ते छन् भाइ आज। ए तपाईँ 1098 भाइ भाइ एलआइसी आधी फिनिस गरिदिएँ ल राम्रो गर्नुभयो तपाईँले। अस्ति नै आधी गर्न पर्ने आधी थियो। तर अब बाँकी आधी त राख्छु बाँकी आधी चाहिँ पेरासुटमै फ्याँक्न राख्छु पर्ने किन भन्दा तपाईँले हेर्नुहोस् न। यसमा खेलाडी छन् यो अहिले इक्वेसन नमिल्या हो इक्वेसन मिल्छ क्या पछि त्यो प्लस माइनस गुणा भागा मिल्छ क्या पछि यो 1-2 महिनामा मिल्छ त्यो यसको चाहिँ जिरो बनाउनु किन भन्दा कम्पनी होइन अब प्रकाश सरले बेच्नु भएछ भोलिबाट बढ्ने भयो फेरि अब नसक्ने भइयो होइन मेरो त मलाई त जहिले बेचे नाफा छ अस्तिदेखि आजसम्म जहिले बेचे नाफा छ त्यही हो अब धेरै नाफामा कममा अस्ति पनि बेच्दै हो ए 2200 किता त्यो 983 2200 किता बेच्दै हो तर अनि ल तर त्यही त प्रकाश दाइले नि मैले भनेको बेलामा आज विचार नि गर्नु भएको भए चाहिँ खेल्दै यो हो फेरि है। मैले त तिनीहरूको वारो किन त्यो मैले बेला त नि 940 त थियो 1300 नि भनेर रियाजलाई सोध्नु छैन। ए त्यो तिनीहरूको बेलाको वार कुरा हुन्छ अर्कै अब। थियो नि त त्यो बेलाको कुरा अर्कै प्रकाश थियो सरसँग नि एनआरएन छ कि छैन अब एनआरएन 1300 बेलाको कुरा त अर्कै थियो प्रकाश छ सरलाई छ नमस्कार है प्रकाश सर हजुर नमस्कार के हो अशोकजी मैले तपाईँको मैले त्यो स्किममा त अनि तपाईँ एकजना को 5-6 हजार कि त बस्न आएको 50,000 1200 मा 50,000 50,000 50,000 किताब आएको थियो नोकरी कुन्जीमा अनि बढ्न चाहिँ भेट्न हुँदैन क्या मलाई त्यस्तो लागेको छ त्यही हो त्यो तपाईँले त्यो सम्हालेर राख्नुहोस् होइन हो केही छैन 33 मैले छैन त दाइ प्रकाश त्यो सरलाई त राइट स्टकमा। सेयर नै नखानुहोस् भनेको थिएँ कि थिएन सर भन्नुहोस् त 2200 मा
हजार पहिला हजार केस अन्ठानब्बे सकिसक्यो सन आज त्यसपछि एउटाले बागमतीमा धेरै मिलेर पानी 120 लाख बढिसक्यो किताब बाहिर आएको थियो, के भएको थियो? अहिले त होल्ड वन्डरजी गफ गरौँ अहिले त 10% बोनस सेयर ग्यारेन्टी छ यसको पछि